काली गण्डकी नदीमाथि निर्माणाधीन दुईवटा मोटरेबल पुल 8 वर्ष बितिसक्दा पनि अझै अधुरै रहेका छन्। निर्माण व्यवसायीको लापरवाही र सरकारी व्यवस्थाका कारण वर्षौंदेखि यी परियोजनाहरू अलपत्र परेका हुन्। स्याङ्जाको काली गण्डकी गाउँपालिका र बगनास काली गाउँपालिका 6 यसलाई जोड्ने बाँसटारी पुल, जसको निर्माण सपना देव खिम्ती दिबा जेबीले लिएको थियो, अहिलेसम्म आधा पनि काम बनेको छैन। यस्तै सोही कम्पनीले रामपुर नगरपालिका 10, गेजाबर्द र चापकोट नगरपालिका बीच बन्ने अर्को पुलको पनि ठेक्का लिएको थियो, तर दुवै ठाउँमा काम अधुरै। अनुगमन अधिकारीका अनुसार अनुगमनमा पुग्दा होल्डिङ बोर्ड समेत राखिएको थिएन, कम्पनीको प्रतिनिधि पनि देखिएको थिएन। सरकारी निकायकै लापरवाही हो, गाउँलेले औँल्याएका छन्। यी दुई पक्की पुल नबन्दा जनजीवन प्रभावित रहेको छ, आवत जावतमा समस्या भइरहेको छ, विकासहरूका निर्माणहरू रोकिएका छन्। सरकार, सांसद र सम्बन्धित निकायले कहिले जिम्मेवारी लिन्छन्? 8 वर्षसम्म पनि पुल बन्न नसक्नु यो मुलुकको पूर्वाधार विकासको असल चरित्र हो। दर्शकवृन्द, दैनिक कर्णाली खबरबाट प्रसारण हुने यस्तै सामग्री सुन्दै र हेर्दै गर्नुहोला। धन्यवाद।